मापन, मूल्याङ्कन, आकलन र परीक्षाको क्रम मिलाउनुहोस्। यसको क्रम मिलाउनुहोस् भनेपछि सबभन्दा पहिला के राख्नुपर्छ? परीक्षा राख्नुपर्छ। परीक्षा चाहिँ सबसे फर्स्ट हो। परीक्षाका लागि त्यहाँनिर हामी के गर्छौँ? प्रश्नपत्र बनाउँछौँ। परीक्षा। त्यसपछि के छ? मापन छ। मापन। त्यसपछि के छ? आकलन छ। ती के अरे यसलाई चाहिँ आकलनलाई वास्तवमा लेखाजोखा तुलना मात्रै भनेर चिन्छौँ। र अनि त्यसपछि मूल्याङ्कन छ। मूल्याङ्कनलाई मूल्य निर्धारण गर्ने भन्छौँ। मूल्याङ्कनको सबभन्दा तल्लो साधन भनेको यही लेख्ने, परीक्षा लेख्ने। परीक्षा लेख्ने। परीक्षाको बारेमा पनि हामी पढ्नुपर्छ, तर हाम्रो अर्को टपिकमा राखेको परीक्षा भनेर त्यसमा पढौँला है। हिजो स्थानीय सरकार सञ्चालन पढ्नु भ्याउनु भएको छैन भने त्यहाँ टेक्निकल समस्या होला, तपाईँहरूको भिडियो आउँछ त्यो पढ्नु है। कुनै विद्यार्थीको कापीमा रातो रेजा लगाएर दायाँपट्टि अङ्क प्रदान गर्ने। रातो यसरी ठिक भयो भनेर अनि एकापट्टि अङ्क प्रदान गर्ने, यस्तालाई मापन भनेर भन्छ। मेजरमेन्ट भन्छौँ साथीहरू, मेजरमेन्ट भन्छौँ। मेजरमेन्ट यो भनेको के हो? मेजरमेन्ट हो। कुनै विद्यार्थीको कापीमा रातो रेजा लगाएर दायाँपट्टि अङ्क दिने, 4 नम्बर आयो भनेर भन्ने, त्यसलाई भन्छौँ मापन। र कक्षामा रहेका विद्यार्थीहरूलाई समूहमा विभाजन गरी रातो, पहेँलो, सेतो, निलो यसरी हाउस भनेर नाम दिनु चाहिँ नामाङ्कन स्केल हो। जाउँ बारीमा नामाङ्कन स्केल, यसलाई के भन्छ? त्यसरी चाहिँ वर्गीकरण गर्ने स्केल भनेको नामाङ्कन स्केल हो। नाम दिने मात्रै, त्यसको केही भ्यालु छैन। एमबिबिएसमा लिने प्रवेश परीक्षा कस्तो परीक्षाहरूको मूल्याङ्कनको साधन हो भन्दा यो इन्ट्रान्स परीक्षा चाहिँ स्थान निर्धारण मूल्याङ्कन हो। स्थान निर्धारण है, ओके। स्थान निर्धारण मूल्याङ्कन भन्छ। यसलाई चाहिँ के भन्छ? प्लेसमेन्ट इभ्यालुएसन भन्छ। स्थान निर्धारण भन्छौँ क्या, के भन्छ साथीहरू? स्थान निर्धारण अथवा प्लेसमेन्ट इभ्यालुएसन भन्छ क्या। प्लेसमेन्ट इभ्यालुएसन यो साधन हो। प्लेसमेन्ट इभ्यालुएसनको साधन कुनै परीक्षामा, कुनै परीक्षाको फर्स्ट पेपर स्थान निर्धारण हो। जस्तै त्यो राइट म्यान इन राइट पोस्ट भन्छ होइन, अथवा राइट प्लेस इन राइट प्लेस राइट म्यानसँग सम्बन्धित छ भनेर बुझ्छौँ। निरन्तर रूपमा पृष्ठपोषण दिने, पृष्ठपोषण फिडब्याक दिने, के दिने? फिडब्याक दिने र त्यसमा के गर्ने? करेक्सन गर्ने, करेक्सन गर्न मिल्ने हो। त्यस्तो करेक्सन गर्ने चाहिँ कुन मूल्याङ्कनको उद्देश्य भन्दा यो चाहिँ निर्माणात्मक मूल्याङ्कनको उद्देश्य हो। निर्माणात्मक मूल्याङ्कनको उद्देश्य हो। यसो गर्नु चाहिँ निर्माणात्मक मूल्याङ्कनको उद्देश्य हो। बीचमा लगातार कक्षा कोठामा आधारित मूल्याङ्कन गरिन्छ, जुन कक्षा 1 देखि 3 सम्म अहिले सिकाइका लागि मूल्याङ्कन भनेर भनिन्छ। सिकाइका लागि मूल्याङ्कन भनिन्छ है। यो निर्माणात्मक मूल्याङ्कनको साधनभित्र पर्छ। प्रमाणपत्र प्रदान गर्ने र कक्षोन्नति गर्ने, कक्षा चढाउने भनेको कक्षालाई एउटा कक्षाबाट अर्को कक्षामा लाने हो। त्यस्तो गर्नलाई चाहिँ कस्तो प्रकारको मूल्याङ्कन गर्नुपर्दछ? त्यो चाहिँ निर्णयात्मक मूल्याङ्कन हो। अब निर्णयात्मक पनि हो हुन चाहिँ, तर हामीले निर्णयात्मक भन्दा पनि इन्ट्रान्स एक्जाम निर्णयात्मक पनि हुन्छ, निर्णयात्मक पनि हो, तर निर्णयात्मक भन्दा पनि हामीलाई यदि स्थान निर्धारण आयो भने स्थान निर्धारण भन्नुपर्छ है। ल अप्सन अनुसार हुन्छ त्यो पनि। प्रमाणपत्र दिनलाई चाहिँ हामी निर्णयात्मक मूल्याङ्कन प्रयोग गर्छौँ। निर्णयात्मक समेटिभ र फर्मेटिभ इभ्यालुएसनको कुराकानी हुन्छ, निर्णयात्मक मूल्याङ्कनको प्रयोग गर्दछौँ जिन्दगानीमा भनेर भन्नु होला है त। तोकिएको उद्देश्य प्राप्त भए नभएको लेखाजोखा गर्नु। के गर्नु? लेखाजोखा गर्नु, तुलना गर्नु है। यो क्वेसन सोधिसकेको हो नि हो। यो चाहिँ प्राप्त भए नभएको लेखाजोखा गर्नु चाहिँ केसँग सकिन्छ? अनि तपाईँलाई मापन हो कि, मूल्याङ्कन हो कि, आकलन हो कि, अर्कै परीक्षा हो कि होइन, प्रश्नपत्र हो कि, अनेक खालका अप्सनहरू हामीसँग आउँछ। त्यो लेखाजोखा गर्नुलाई चाहिँ वास्तवमा के भन्छ? मूल्याङ्कन भनिन्छ। लेखाजोखा स्तर निर्धारण होइन, योसँग सम्बन्धित पक्ष भनेको मूल्याङ्कन हो। यो चाहिँ मूल्याङ्कनको एन्सर हो, लेखाजोखा गर्नु है त। अब तपाईँलाई यहाँ भएका अप्सनमध्ये मूल्याङ्कन भन्नाले के बुझिन्छ? कक्षा उन्नति गर्नु मूल्याङ्कन हो त? कक्षा चढाउनु मूल्याङ्कन हो कि होइन? स्तर निर्धारण गर्नु मूल्याङ्कन हो वा प्राप्ताङ्कको व्याख्या गर्नु हो मूल्याङ्कन, वा विद्यार्थीबीच तुलना गर्नु हो? कुन चाहिँ मूल्याङ्कन? वास्तवमा मूल्याङ्कन कुन चाहिँ हो त भन्नु भन्दाखेरि यो मूल्याङ्कन भन्ने शब्दहरू 2-4 वटा शब्दमा घुमेको छ। शब्दको जालो हो कि पढ्ने भनेकै शब्दसँग खेल्ने। नसुनेका शब्द हुँदैन, त्यो गर्ने के गर्ने? शब्दसँग खेल्ने। र यसको एन्सर के हो? स्तर निर्धारण, स्थान निर्धारण उस्तैसँग सम्बन्धित छ। र खालि हामी मूल्याङ्कनको परिभाषा लेख्दाखेरि प्रायः निर्णयात्मक मूल्याङ्कनको परिभाषासँग सम्बन्धित जोडेर धेरै लेख्छौँ है। त्यसैले विद्यार्थी तुलना गर्नु मूल्याङ्कन होइन, यो चाहिँ स्तर निर्धारणसँग सम्बन्धित छ, अझै भ्यालु जजमेन्टसँग सम्बन्धित छ अझै होइन। प्राप्ताङ्कको व्याख्या गर्नु यहाँ फेरि त्यतातिर गइन म, मापन प्लस त्यसको परिमाणात्मक, गुणात्मक, लेखाजोखासँग सम्बन्धित छ। र यसको एन्सर के हुन्छ? स्तर निर्धारण हुन्छ है त। र कुनै वस्तु वा गुणको नियमअनुसार अङ्क प्रदान गर्नु, अङ्क दिनु भनेकै मापन हो है त। अब यस्तो छ, निरन्तर मूल्याङ्कन भन्ने मूल्याङ्कनको प्रकार होइन नि। निरन्तर मूल्याङ्कन पनि वास्तवमा निर्माणात्मक मूल्याङ्कनमा पर्छ है। र यसको एन्सर के हो? मापन हो। मापन मेजरमेन्ट हो। नियमअनुसार अङ्क प्रदान गर्नुलाई मेजरमेन्ट भनेर भनिन्छ। यो
कसले भनेको नियमअनुसार अङ्क प्रदान गर्नु मापन हो हैन भनेर भनेको छ नि थाहा छ नियमअनुसार अङ्क प्रदान गर्नु मापन हो भने कसले भनेको नौवडे मिल्यो भन्नुभएको छ टाइलरले भनेको गुड दामी कुरा हो टाइलरले भनेको है टाइलर नियमअनुसार अङ्क प्रदान गर्नु मापन हो यो परिभाषा टाइलरको हो है त ल ओके 10 मा 10 मिलाउने साथीहरुलाई हार्दिक बधाई छ है त अब 8 मिलाउने 9 मिलाउने 7 मिलाउने 5 मिलाउने साथीहरु पनि बिस्तारै अगाडि बढ्नु होला केही छैन ल साथीहरु अब